जान्ने भई सब काम आफू गर्नन् सक्ला न शङ्का नमानी रति स्वास्नीका वशमा हुनन् पुरुष सब दासै सरीका पनि गर्नेछन् सब काम श्रीसँग पुछी के गर्नु पर्ला भने आज्ञा लङ्घन मातृको बरु गरून् श्रीका वचन लङ्घन कोही गर्न सकोइनन् हर बखत अर्ती लिनन् श्रीसँग नाता श्रीहरूको बनाई गुजरा गर्नन् खुसी भइकन दाइजो अथवा अपुत्रीहरूको राडी फुडीको धन यस्तै धन बटुलेर सुख गर्नन् सद्धर्मले अर्जन गर्ने छैन कदापि कोही कलीमा सत्कर्मको सम्झन स्वास्नीका गहना समेत घरमा सारा उडाइकन रन्डी बाजी जुवा र जाफत गरी सक्नन् भएको धन स्वास्नीलाई नछाडी एकछिनभरि खेल्ला र रातो दिन काममा सक्त भई विनाश बखत कामा गर्नन् सदा मैथुन आमा बाबु फरक गराई घरमा स्वास्नीसँगै लिकन बस्नेछन् पतिहरू नारी जनका दासै सरी भइकन मिठो चिज न बाबुलाई पहिले देलन र आमाकन श्री पुत्रादि र आफूती मिलिजुली खानन् खुसी भइकन ठुलो झै झगडा सहन साससँगका जो आउने छन् परी चल्दैनन् पतिबाट साध्य गरनन् स्वास्नी अगाडि सरी भेटघाट इष्ट र मित्रका सँगमा हुने गर्ने कुरा छन् जति स्वास्नीले गरनन् समाजले घरका कामकाज गर्छन् पति बोल्नेछन् मुख कान नचाही गृहिणी काटी कुरा स्वामीको श्री अङ्ग्रेसर भई जवाफ गरनन् चल्ला हुकुम नारीको कोही दान र पुण्य तीर्थ व्रतको द्वारा श्रद्धा पनि राखनन् छोरी आफ्नो पतिव्रता नियमती कल्याण के पाउलन् राम्री भई हिँडनन् अनेक गहना लुगा र धागा चुरा पोते छापटिका भनेर पतिको सक्लन कमाई पुरा साहुकारी बजारबाट कपडा ल्याएर त्यो रोजन स्वास्नीलाई दिइदिनेछ अनि त्यो आमा र बाबुकन अर्थात् मान विशेषज्ञ नारी जनको होला कमाई पनि पत्नीले गरनन् सहाय पति ती बस्नन् अरौटे बनी सासुका ससुराजीका खटहलमा बुहारीहरू नभई गर्नन् मन परी कार्य अर्ती नलिई नारी जति छन् सबै घर धन्दा छ कता कता छ पतिको गर्ने टहल चाकरी छोडी कृत्य छिमेकीका घर गई दिन काटनन् गफ गरी आए कोही बनाई वस्तु घरमा सम्मान गर्नेहरू झिकिदा म बजारिया चिज किनी सम्मान गर्नन् बरु अर्थात् खर्च न दाम कति मनमा गाह्रो नमानिकन गर्नन् खर्च अथेष्टलाई दुगुना घरमा भएको धन पासा तासा र जङ्गिफा रङ अनि पश्चिम बुद्धि बल खेली काल बिताउनन् दिनभरि थापेर बाजी बल केही रात सधैँ उठेर घरको काम गर्नुपर्नेमा उठ्दैनन् जलमल्ल घाम नभई श्रीधर्म हो त्यो काम
छोराछोरी भने उमेर नपुगी पैदा हुनन् वर्षिनी 7 वर्षमा रजवती हुने 8 वर्षका गर्भिणी आयु छिन्न हुनेछ वर्ष 20मै बुढी हुनेछन् अनि राम्रो भइसन आई जीवन उसै जानेछ रोगी पनि हुनेछन् पुरुषार्थहीन सब छन् एम कर्मैले गरी बोल्नलाई भने बहुत चतुरा होलान् बिचारी सरी आफ्नो वृद्धि गराइनन् कलीमा 4 वर्णहरू जति लिनेछन् परधर्म नीच जनको होला ठुलो उन्नति तीर्थ स्नान र पूजनादिहरूमा तिलाउने छन् मन सन्ध्या बन्दन पूजनादि सब काम छाडिदिनन् ब्राह्मण बुढो होस् कुरूप होस् लङ्गडो लाटो होस् जो धनी छोरी दिवसलाई स्वार्थ गरेनन् आमा र बाबु पनि अर्थात् छोडिदिँदा प्रयोजन ठुलो राख्नन् धनैमा सब कन्या बिक्री गरी धन लिनन् छोप्ला कलीले सब जब गर्नन् दान र पुण्य दम्भ मनले क्या बात भन्छन् भनी आफ्नो कीर्ति फिजाउलन् सकल काम कोही धर्म गर्दा पनि राख्नन् गोप्य खराब कर्म जति छन् गायत्री राखेसरी एकै चाल चलन गरेर हिँडलान् 4 वर्ण उस्तै गरी गाई भूमि सुवर्ण आदि पहिले जो दान दिए पनि लिनेछन् फेरि त्यो हरेर पछि तिमीरै लगेको भने पानी घाट चलाऊ पाटी पर खाल धारा कुवा पोखरी जो छन् अरू धर्म कीर्ति अघिका ती सब लिनेछन् हरि देउताको गुठी खेतबारी धन जो बाजेहरूले धरे छोरा नाति पनातिका भरमा छोडी सबतै जसै ती मरे खानन् त्यो पनि बेची लुप्त गरनन् सब धर्म कीर्तिहरू गर्नन् खेती नदी र गोचरमा यस्तै जग्गामा अरू आपसमा झगडा हुनेछ घरमा दाजु र भाइ अनि नाताद्वारा र इष्टमित्रहरूमा तेरो र मेरो भने आफ्ना बन्धुहरू यताउति भई बस्नन् कलीमा जब जुठो बारनु शुद्ध बन्धुहरूको छोडिदिनेछन् सब बेच्नन् ब्राह्मणले सबै रसहरू शङ्खा नमानी रति खान ब्राह्मण भई प्रसन्न जमनले श्रुदान पाए जति गर्नन् चाकरी नित्य नीच जनको सब कर्म छोडिकन कहाँ गए धन मिल्छ के गरौँ भनी गर्नन् सदा चिन्तन ज्यान मारा अपराधी मात्र बहुधा होलान् कलीमा जन निचाहेरू दबाउनन् उस बखत उत्कृष्ट जाति कन प्रायसले छहरू उन र धनवान कर्जा दिनन् सब महा निचाको धन अन्नले सकलमा ढाक्नेछ जहाँ तहाँ
जोत्नन् ब्राह्मण गोरु बिक्री गरनन् गाई र विद्या पनि गायत्री जब धर्म निग्रह लिदिनन् खुसीले अनि देउता ब्राह्मण तीर्थ फेरि व्रतमा विश्वास छोडिदिनन् जो आयो मनमा उसै गरी गरी सब स्वार्थ साधिलिनन् झुटो हो परलोक छैन भनने होलान् कति नास्तिक हजारौँ जनमा कुनै पुरुष एक होला कहीँ अस्तिक विद्या मन्त्र र गुण तत्त्व जति छन् वेदान्तका बातहरू निचालाई पढाउनन् धनली उत्कृष्ट जातिहरू बुढाको गुरुको र बाबुहरूको अर्थी बिलिँदैनन् कहबै जान्ने आफू भएर काम गरनन् लिएर सेखी सबै आमा बाबुहरू आउनन् दुःख दिई छोरा र नातिहरू सल्लाह सासूलाई रुवाउनन् धुरु दुष्टी बुहारीहरू घर ज्वाइँ बननन् कतिजनाहरू शङ्का नमानिकन स्वास्नी चाकरीलाई कोही गुजरा गर्नन् कलिका जन जेठीलाई रुवाई कान्छीतिरका होलान् जति सन्तति दिनेछन् तिनलाई मात्र घरका हिस्सा र धन सम्पत्ति गाई ब्राह्मण फेर गरिब जनको उद्धार कोही पनि गर्ने छैन कदापि दुःख बरु झन् देलान् निठुरी बनी कन्याहरू पनि विवाह नहुँदै आफू खुसी पोइला जानेछन् बहुधा विधवा गरदा जानेछन् बधुवा विवाह गरदा खोज्लान् ती आफै बर पुगेको छ त कति 7 दिन घरमा रहे ती भने बस्न सधैँ माइत हिँड्नेछन् घरबाट आउन पनि हेरी बिना साइत बिदा माग्नु सासु छेउ छ कता ढोकिदिनु पर्ने कता हिँड्नान् मन परीले बुहारी जति छन् जानु छ इच्छा जता सिउँदुको पारी कपाल बाटी पहिले उसमा छरी सिन्दुर लाई गाजल नेत्रमा हर बखत सौभाग्यको मङ्गल कहिल्यै खाली निधार गर्न नहुने टीका लगाई ओरी बस्नु पर्दछ नित्य नारी जनले सोझो पतिकै गरी यो हो धर्म तथापि नारी जति छन् गर्नन् चलन मन परी भुइँ छोडेर कपाल काटी चुलठी यता र उता गरी नक्कल स्वाग झलक्क पारी फरिया मुजो पछाडि धरी साबिकको कपडा नलाइन कलीलाई लुगा न मन परी अर्काले कसरी सहे नि गरला क्या बात राम्री भन्ने आशयले गरेर रहनन् श्रृङ्गारहरू पनि हेर्नु छैन पराईको मुख पनि नारी जतिले झ्याल अटाली कौशीहरूमा बस्नन् तिले जहाँ तहाँ नारीले सब देवता र अरू जो तीर्थादिहरू अनि आफ्ना स्वामी शिवाय ध्यान अरूको पर्दैन गर्नु पनि त्यो छोडेर यताउति घुमी यात्रामा गर्छु भनी
बस्ने छन् कलीमा ती नारी जति छन् खुब धर्म गर्ने भनी। स्वामीलाई भने जवाफ गर्ने केही हराएमा सेवा धर्म पतिव्रता नियम सब छोडेर कहाँ कहाँ। स्वामीको पद वन्दनादि नगरी अन्यत्र ती धाउनन्। यस्ता नारीहरू कलियुग बिसे के धर्म फल पाउलन्। स्वामीको मुखला नभई पलङमा आफै अगाडि गई सुत्नेछन् अभिमानली मनमा छोइ नसक्न गभई। आँखा मुख नचाहिला जनली बोल्न अगाडि सरी हाँस्दाखेरि कुनै प्रसङ्ग बसले हाँस्नन् हाहा गरी। बोल्नु पर्दछ नारीले स्वर पनि साह्रै मसिनो गरी हाँस्नु पर्दछ मुसुक्क लाज बहुतै मानि पछाडि सरी। मिठो वस्तु रिधी बनाई पहिले देउता र मान्यादिमा खानु अर्पण छोडी आफू पहिले खानन् ती पर्दादिमा। छोराछोरी रुवाउने र कुटने गाली दिने कर्कसा साँझ बत्ती नबाल्ने घरमा फोहोर गरी सर्वदा। घर ढोका पनि लिपपोत नगरी बस्नन् सदा अल्छी भई कुरा काट्नेमा सिपालु कलिका नारी हुनेछन् सबै। नोकर चाकरलाई खान नदिई काम मात्र जोती लिने केही खान दिँदा रिसाई झनकी ठस्केर पस्किदिने। भाँडाहरू बजाउने रिस गरी लात मार्ने भूमिमा सातो खाइलिने जानहरूको बिना यसै काममा। कस्तो छ नारीलाई। जोगी जङ्गलद्वारमा लखदी कस्तै कराए पनि भिक्षा झट नदिई अरू इलममा लाग्ने ती फुर्कुट भनी। झिक्ता चिज भँडारबाट झिकने होस् र्याङ्ग पारिकन केही नापनु भर्नु तिर्नु परदा दिने घटाइकन। चुड्की पेच र छेडछाड सबको गर्नन् छुल्याई अति लोग्ने छन् दिदी ठग्ने छन् दिदी बहिनीलाई मनमा शङ्का नराखी रति। मर्यादा कौ नै नराखी यसरी नारी रहन्छन् जब छाड्नेछन् गृह लक्ष्मीले अनि हुनन् दुखी दरिद्री सब। लालचा धेर बढाउनन् उन जनहरू कोही असल द्रव्यमा धर्मै हो धन पुत्र हुन् धन भने ठान्दैन जो चित्तमा। पैसै हो धन धर्म कर्म जति छन् पैसा बिनाले गरी केही हुन्न भनेर रात दिन ती पैसा बिर्से मन धरी। जप्नेछन् हरिनाम झैँ हर बखत कहाँ छ पैसा भनी घुम्नेछन् कलिका मनुष्य जति छन् अत्यन्त पैसे भनी। अर्काको धन खान कति मनमा शङ्का नमानिकन खानेछन् जसरी मिलोस् उसरी निर्धाहरूको धन। पूजा पद्धति पूर्ण कर्म नगरी आतेर पाते गरी ठग्नेछन् यजमानलाई दक्षिणा मात्रै फकाई ओरी। त्यस्तै सब यजमानहरू कलीमा श्रद्धा र भक्ति नभई
डाकी ब्राह्मणलाई काम गरनन् खुब दम्भले युक्त भई। पहिले क्षत्रियले प्रणाम नगरी स्वस्ति भनी ब्राह्मण जो देख्यो उसलाई स्वस्ति गरनन् वैश्यादिहरू कन गर्नन् चाकरी वैश्य शूद्रहरूको ब्राह्मणहरूले पनि घर घरमा घुमनन् कुकुर सरीका अत्यन्त लोभी बनी। गर्भाधान क्रिया पुरा तवरले होबैन यस कारण अल्पायु भई जन्म मननन् कली विषे खिया उठे भई जन। एकै हात प्रणामका पछि बित्ताभरिका पनि हुनेछन् पुरुषार्थहीन बलका मानिसहरू। अनि वर्षाकालमा हदैन ऋतुको जो धर्म हो त्यो पनि हुने छैन सब बहुषधिहरू सुकेर जानन्। अनि दुवै हात प्रणामका तरुहरू होलन् नदी वन जति सुक्नेछन् सब भूमि भइकन रुख हुनेछ बाधा अति। आफ्नो शास्त्र पढैन कोही कलीमा सबले छ भाषाहरू पढ्नेछन् उनकै हुनेछ झन् ठुलो कदम है बरु। शालिग्राम शिला लगेर घरमा निचाहरू पूजनन् रुद्राक्षादि र भस्म धारण गरी वेदान्ती भई घुमनन्। दीक्षा सद्गुरुबाट लिनु पर्ने शिक्षा नली आफै मन परी कर्म साधनहरू गर्नन् सबै दम बली। पितृको पनि पिण्ड लुप्त गरनन् यज्ञादि बन्दै हुनन् प्रायश्चित्त निमित्त केही कलीमा होबैन सत्कर्म जुन। गर्नन् साधन भूत प्रेतहरूको साधी लिनन् एक क्षणी होलन् नारीहरू छली र कपटी जावल्यका डङ्किनी लोभग्रस्त भएर मानिसहरू गर्ने नगर्ने पनि गर्नेछन् मनमा विचार नली साह्रै निठुरी बनी। व्यापारीहरू नाप तौलहरूमा मारेर खानन् अति कपटी चिज बनाई बिक्री गरनन् बेच्नेहरू छन् जति। यस्तै पाप प्रवृत्ति मानिसहरू होलन् कलीमा जब गर्भस्थापन गर्न विष्णु भगवान देवताहरू लिन तब